हाम्रो छोरीलाई यति इच्छा छ हाम्रो कुटुम्बहरूलाई होइन हाम्रो ज्वाइँ चेलाहरू मन पराएर भन्दा मात्रै यो पक्रिने हो नि बिन हामी कर लाउँदैनौँ यो पक्रिनु पर्यो यो पक्रेपछि हाम्रो सबै सक्यो र छोरीले हाँस्नुले अब मलाई हामी यत्रो पञ्च भलामी बसिरहेको छौँ छोरी चेलीहरू यसरी त बोल्नु सक्नुहुन्न बोल पऱ्यो जान्छु त त्यहाँ गएर अब त्यो यसो साधन अलिकति सार्न अलिकति अनि अब के अरे एउटा भयो नि एउटा अब त्यो रिक्सो अब के अरे माउली अनि अब आमाको के अरे भाडा के हो कसो हो होइन त्यसको लागि चाहिँ एकास गरेर गर्नु होइन लाने चाहिँ हो उहाँ बिहे त उहाँहरूको त्यो उयसमा गर्ने ओ नाति लडिन्छ बुझ्नुभयो नि हामीले यहाँदेखि पठाउने चाहिँ त्यो हो होइन उहाँ र तपाईँहरूको उहाँ त्यही दिन बिहे गर्नु भन्ने छैन घरमा चाहिँ भएन अब त्यहाँ पहिला एक दुई कार्टन बियर एक दुई कार्टन यसो एक कार्टुन ल्याएपछि सबै खानाको चाहिँ दिनै पर्यो होइन चलाएपछि अब अहिले रेडी एउटा सानो सानो भन्दा पनि सानो 300 ml मलाई थाहा छैन काड मार्ने भनेको हो के नि दाइ मैले सामानको दास्ती पाउना मान्छेको सभाको नि कति काट उब्रेको होला नङ्ग्रा दियो भन्छन् है फेरि अब चाहिँ तपाईँ कतिखेर जानुहुन्छ साल यसो फेसबुक गर्नु जानुपर्ने कहिले गरिदिने तपाईँको 10,000 भयो भन्छन् बिहे तलदेखि माथिमा पहिल्यै पाउनु पर्यो पहिला पाउन सकेन 10,000 मा त सस्तै दिइहाल्ला नि त्यो हुन्छ पैसा 3 लाख रुपियाँ होइन त्यति सेतो मन पर्छ होइन नि म त त्यहाँ आएर यता मेरो छोरा आज कहाँ हेरेको छैन त हौ हामी त बसिन्न हामी त आइहाल्नु लाग्नु भयो अन्त के भन्नु अब भरे आन्द्राको पाती
ल भान्जी लानु भाइ अब केही काम पनि गरे ल जानु न
कसैको दाज्य छैन हजारौँदेखि तिमीलाई छोडी अरू मन्दिर छैन गोजीमा दाम छैन मान्छेलाई घुम्न लैजाऊ कि भन्छु मान्छेलाई घुम्न लैजाऊ कि भन्छु चङ्गा उडेर सरग धागोमा चङ्गा उडेर सरग भेटघाट भयो एउटा गेममा छैन के भाइ नमस्ते टेन्ट हाउस ल सर यहाँ चाहिँ सुँगुर राख्ने भइएको छ यसलाई नि यसरी कभर गरिवरी टु गर सबैले ए हुन्छ भाइ यहाँ आयो लिइहाल्यो अनि छिटो भइहाल्यो ए पोखर घरको त हुँदो रहेछ होइन पोल सार्दै होला के भोक लागेको हो भोक लागेर हामी भाउजू के भोक लागेको हो भोक लागेको भेरी गुड Recently we are in Samosa's sister wedding. Samosa. ए एकछिन त हुने म्या छ
ह्याप्पी 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 बर्थडे ल छोड्दै नि छोड्दै सम्बेले बोकेर निकाल्छ। यहाँ परविन भाइ हुनुहुन्छ, यता भान्जी, यता भान्जी। खोइ यहाँ अलिक नजिक आऊ त यहाँ पक्रिन चेरिस भान्जी आऊ न थाल पक्र भान्जी आऊ एकजना थाल पक्रिन आऊ न थाल ठिक्कको सानो लगाइदिनु आशिष चाहिँ धेरै दिनु भयो मुन्टो थमाउँदा आमाले के लु भयो दही दिनु लाउने कोक दिन हाट्नु भएको कोक होइन दही हो, कोक पर्दैन, कोक सायद होइन। दही चाहिँ दही र त्यो यो लेकको गफमा सुनेर यता माइजूले अचाउनु भएकै खिच्नु एक वर्ष भनेको आएको नि अहिले वैशाख 1 वर्षको ट्याक्कै तिमीहरूको कन्ट्राक्ट ल यता आउनु माइजो अब यो पैसा खस्यो टिप कि त्यहीँदेखि खुवाउँदा हुन्छ हौ उहाँ खस्यो माइजो त्यहीँ दही खुवाउँदा नि हुन्छ ल यहाँ माइजो बाहिर आउनु बाहिर ए पैसा देखाउँदा सबै काट्यो यहाँ आउनु यता आउनु यता त त्यहीँ राख्नु चप्पल काटेको मान्छे आएछन् र हजुर दुई 3 चोटि होला हो कति चोटि 3 चोटि होइन 3 चोटि नै होला ल यो खुवाइदिनु माइजो दही खुवाइदिनुहोस् सुरुप्प अलिकति खाँदा भइहाल्छ खोइ त्यो दिनु न ओडाउने खोइ टिका पनि लगाइदिएन अबिर लगाएर त्यो खाता ल खादा लगाइदेऊ खादा ताली स्वतन्त्रबाट उठेको घन्टीबाट सबैले लगाइदिएको त सकिसकेछ जसले परविन भाइले लगाइदिँदा पनि हुन्छ सबैले लगाइदिनु खै राम्रो विदेशी यात्रा सफल होस् के अरे 1 वर्षको लागि जाँदैछन् हाम्रो कान्छी पनि शान्ति सेना बुढा मान्छेले लाएको अलिक ल काली त नि यता जस्तो हुन्छ ल चार्जरहरू लगिस् ल त ल सानी मैयालाई पनि दे चिसो पनि खाएर खोलेछन् ल
भागो त त्यो त अहिले नखाने फ्रिजकै खानुपर्छ ल पठाइदेऊ त सिङ्गेर किपेलाई अब श्रेय पैसा राखिदिइरहेछ कोठाभित्र छ तपाईँहरूको म होर्डिङ बोर्ड राखिदिइसकेछु के सिङ्गडा खान्छस् कि रोटी खाने रोटी यहाँ खान्छस् नाच्न उयो म खिचिदिन्छु नाच र ननाच्ने नाच्दैन दादा दिदी उता हिँड अरे उहाँ बोजू भएकोमा खुट्टा उ त्यस्तै नि चाल ल स्टार्ट स्टार्ट नाच्नु हौ होइन हेर्दै नाच्न कोही नाचेको हो कोसँग बोलिन अरे म बोलेन भन्छ
नहुँदैन नहुँदैन पो आउनुपर्छ अब लाइट अस्ति त्यही कहाँसम्म हो थाहा छैन यो ठाउँमा मगमगाउँदा फुलहरू फुल्दा रहेछन् रे मनको कुरा मुखमा ल्याई झिमझिम गर्ने परेली बोल्दा रहेछन् रे पहिलो भेटमा साइनो हिँड छोरी एकछिन बोक्छु ल छोरीले टक्कर कहाँ पुगिसक्यो ठिकै छ त गलेको छैन
वहाँ पर हिँडेको बिस्तारै यो बाटोमा हिँडेको यो बाटोमा भयो भयो धेर्नु पर्यो